नमस्ते सबैजनालाई। आज म सरिबमा पाउने पसलमा आएको छु। तपाईहरुलाई के पाउँछ सबै कुराहरु म देखाउँछु ल। आउनुस् हेरौँ। ल किनी मान्छेहरुको के भने यो सबै हो हामीलाई पाउने यो रुमलाई चाहिँ बट्टाहरु अनि यो फोहोर फाल्ने भाँडाहरु सबै पाउँछ। हेर्नु कतिमा रहेछ यो। म तपाईलाई प्राइस नि देखाउँछु है त। यसको 200 रहेछ। ल प्राय यो 200 देखि 300 सम्मको सामानहरु। खानेकुराहरु पनि सासानो रामेनहरु 216 हेर्नु यो सबै। अनि यहाँ यो खानेकुराहरु पनि सबै शेर्पाको पनि हैन यहाँ 250 को प्रोडक्ट भने ह। कति राम्रो खावाई करे फान्ता। यो चाहिँ हाम्रो इस्नाको खाने आइटम। खानेकुरा हो कि यता यो के हो यो सबै सामान जति देखाएको छ सबै सामान पाउने। फुल पनि रहेछ। ल यो फुलहरु नि फुलहरु सबै 300 को रहेछ। यस्तो रहेछ। ल अब म चाहिँ एकचोटी यो मोबाइलको एक्सेसरी पाउने ठाउँमा जानु पर्यो। फोटोको फ्रेमहरु फोटो फ्रेम पनि हाल्छु ल। यति ठुलो छ यो 500 मा यत्रो ठुलो साइजको। अरु सानो साइजको नि पाउँछ। 200 मा पाउने फ्रेमहरु रहेछ। फुल चाहिँ कति राम्रो देखियो। म यता गएको छु। अब मैले हेर्नु भनेको एउटा मोबाइलको सरी चप्पलहरु पनि सस्तोमा पाइन्छ। यसमा 300 मा 300 यो मेबी त्यही नै होला। यो पनि यो चाहिँ 500 रहेछ। यस्तो राम्रो चप्पलहरु पाइन्छ। यो पनि कति राम्रो छ। हाड खालको रहेछ। यो 770। यता चाहिँ 25 सबै साइज लिएर यस्तो पाइन्छ। लानु कपहरु कति राम्रो छ। यो सबै यिनीहरु पनि लानु कुनै 200 मा 200 मा तल यो सबै कोही 200 मा यस्तो छ। एकदम सस्तो छ। त्यो 200 300 मा यसै त पाउनुहुन्छ। अब म चाहिँ एकचोटी मलाई चाहिने सामानमा जान्छु। यहाँ प्लेटहरु यो सबै पाइन्छ। अनि त्यसपछि यो एरिया ग्लासको एरिया भयो। हेर्नु कति राम्रो ग्लासहरु पाउँछ है। हेर्नु त सबै 300 मा हैन यो 200 मा यस्तो राम्रो ग्लास पाउँछ। बियरको ग्लासी 200 मा यस्तो त पाउँछ होला सामानहरु। 200 300 200 300 मा यस्तो राम्रो सामान पाउँछ। अब म यहाँनिर यो लानु फ्राई प्यानहरु पनि 700 मा 500 मा 1000 पनि। यो चाहिँ अलि वेटी खालको रहेछ। अरु यो च्याप्नीहरु कदुहरु जाली साली सबै पाइन्छ। नपाउने चाहिँ यहाँनिर केही छैन। आफुलाई रुममा चलाउनको लागि चाहिँ सिम्पल खालको केही छैन चलाउने। फाल्नको लागि चाहिँ यहाँ लिँदा एकदम सस्तो पनि पर्छ। अब म जाने भने चाहिँ मोबाइलको एक्सेसरीमा हो। यो प्लास्टिकको कभरहरु यिनीहरु पनि पाउँछ। सब स्टिकहरु केटाकेटीको खेलाउना यहाँ टिस्यु पेपरहरु पनि ओके। म चाहिँ यो लिन्छु एउटा हैन। म चाहिँ यो लिएँ एउटा। अनि
मलाई केही गरी पाइने मोबाइलको सामानहरू पाएँ भने मोबाइलको सामानहरू लिन्छु त्यहाँबाट केही यदि मलाई मिल्ने रहेछ भने के भन्नु नि मैले खास बक्सवाला लिएको क्या ठिकै छ यो पनि ठिकै हुन्छ त्यस्तो त हुन्न यो चाहिँ मैले अल्कोहल सहितै पाउँछ है क्या हो ए क्विन्स भनेको रहेछ नि त्यो अल्कोहलको पायो भने एउटा लग्नु पर्यो अरू त हामी सबै पाउने 100 200 300 500 1000 1200 सम्मको सामानहरू रहेछ ए अब मलाई मजा पनि चाहिएको थियो मजा पनि लग्छु अब मजा चाहिँ मलाई लङ खालकै लग्नुपर्छ यता छ कि लङ खालको ल अब म 100 रुपियाँको पसलमा छिरेको छु अब के सामान हुन्छ बिस्तारै थोरै हेरौँ ल किचन म्याटर हेर्ने 200 रुपियाँमा ल अहिले के किन्दैछ मेरो चाहिँ केही किन्न त छैन त्यही केही देख्यो भने म लिएर जान्छु हेर्नुहोस् है कति सफा कति शान्त छ यति सामानहरू पाइन्छ नि यहाँनिर हेर्नु अब यो कपडा झुन्ड्याउनेदेखि लिएर यो घरको यस्तो खेलौनाहरूदेखि लिएर यस्तो गुडियाहरू सबै पाउँछ है यता यो अनि चप्पलहरू सबै 100 रुपियाँ 200 रुपियाँमा यस्तो सबै नपाउने भन्ने चाहिँ केही पनि छैन हेर्नु कति राम्रो राम्रो सामानहरू पाउँछ त फुल कति राम्रो नि फुल करेवा कुरा तर करेवा मिहाउँदा स्याम्पूहरू त्यसले गएको हजुर सोकुर नाकानी नाइ झोलाहरू टोपीहरू हेर्नु है सबै जम्मा 300 मा यो ब्यागहरू 500 मा यति राम्रो राम्रो प्लेटहरू पनि एकदम सस्तो रहेछ ल प्लेटहरू कति रहेछ यसको सायद प्राइस चाहिँ लेखेको छैन के लेखेको हुनुपर्ने हो कति होला यसको प्राइस यही यहाँ रहेछ गोह्याक्कु बज्युएन